हेलो हाई नमस्ते म राज धमला। असमको राजनीतिमा नयाँ युगको उदय। असमको इतिहासमा पहिलो पटक डाक्टर हिमन्त विश्व शर्माले यस्तो इतिहास रच्नु भएको छ जसलाई आउने पुस्ताले सदियौंसम्म याद राख्नेछन्। यो केवल एउटा चुनावी जित मात्र होइन, यो असमको राजनीतिमा एउटा नयाँ युगको शङ्खघोष हो। जुन हिमन्त सरकारले घुसपैठियाहरूलाई देख्ने बित्तिकै सुट एट साइटको आदेश दिएका थिए, आज तिनै हिमन्तले असममा विकास र पहिचानको नयाँ परिभाषा लेखेका छन्। पहिले असमको राजनीति केवल काङ्ग्रेसको वरिपरि घुम्थ्यो, तर 2016मा जब सर्बानन्द सोनोवाल र हिमन्तको जोडी आयो, तब काङ्ग्रेसको 15 वर्ष पुरानो किल्ला गर्ल्याम गुर्लुङ ढल्यो। यो केवल सत्ता परिवर्तन मात्र थिएन, यो त असमिया अस्मिता बचाउने लडाईँको सुरुवात थियो। विद्रोहीदेखि विजेतासम्म। 2015 काङ्ग्रेसका सबैभन्दा शक्तिशाली रणनीतिकार हिमन्तले राहुल गान्धीसँगको मतभेदपछि पार्टी त्यागे। अगस्त 2015 भाजपामा प्रवेश। यो केवल एउटा निर्णय थिएन, असमको भाग्य बदल्ने टर्निङ पोइन्ट थियो। 2016 र 2021 लगातार भाजपालाई सत्ताको शिखरमा पुर्याए र आफै मुख्यमन्त्री बने। दमदार अडान, न डराउने न झुक्ने। हिमन्तले कहिल्यै पोलिटिकल करेक्टनेसको पर्वाह गरेनन्। उनले डङ्कीको चोटमा भने, यदि कसैले हाम्रो संस्कृतिको सम्मान गर्दैन भने मलाई त्यस्ताको भोट चाहिँदैन। उनले घुसपैठ, जनसङ्ख्या सन्तुलन र बहुविवाह जस्ता मुद्दाहरूलाई केवल राजनीति मात्र बनाएनन्, असमिया समाजको इमोसनसँग जोडिदिए। आज त्यसैको नतिजा चुनावी तथ्याङ्कमा प्रष्ट देखिन्छ। डाक्टर हिमन्त विश्व शर्मा अब एउटा राज्यको मुख्यमन्त्री मात्र रहेनन्, उनी भाजपाको त्यो ब्रान्ड बनेका छन् जसले चुनाव जित्ने र जिताउने सामर्थ्य राख्छ। 2015मा काङ्ग्रेस छोड्ने एउटा नेता आज 2026सम्म आइपुग्दा असमको राजनीतिमा सबैभन्दा ठूलो र ब्रान्डको नाम बनिसकेको छ। अन्त्यमा डाक्टर हिमन्त विश्व शर्माको यो ऐतिहासिक र शानदार जितका लागि उहाँलाई धेरै धेरै बधाई। तपाईलाई डाक्टर शर्माको काम र व्यक्तित्व कस्तो लाग्छ? उहाँको यो जितप्रति तपाईको दृष्टिकोण के छ? कृपया कमेन्टमा लेख्नुहोला। यहाँसम्म भिडियो पुरा हेर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। र यदि तपाईँ मेरो च्यानल राज धमला A to Z मा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।